आजको निम्ति अलिकति होमवर्क गरेर आएँ। होमवर्क बिना उभिनु मलाई डर लाग्छ। होमवर्कमा केही पोइन्टहरू मैले टिपेर ल्याएको छु। अनि सुरुमा स्ट्याट्युटरी वार्निङ, त्यो चाहिँ के हो भन्दाखेरि आई माइट नट बी द फाइनल स्टेटमेन्ट, म अन्तिम वाक्य होइन। तपाईँले सुरुबाटै मलाई डाउट गरेर शङ्का गरेर सुन्नुहोस्। यहाँ भाइहरूले आएर के अरे हाम्रो सञ्चालक भाइहरूले उहाँ यस्तो उस्तो हो, त्यो बढाइ चढाइ गर्ने त्यो भनेको मायालाई सम्मान गर्दै त्यस्तो त्यो बढाइ चढाइपट्टि नजानुहोस्। तपाईँले मेरो हरेक शब्दलाई शङ्काले सुन्नुहोस्, केलाउनुहोस् अनि आफ्नै निर्णय लिनुहोस्। सुकान्त भट्टाचार्य भन्ने एउटा बङ्गाली कवि, 21 वर्षमै मर्यो। बुद्धदेव भट्टाचार्य भन्ने सिएम हुनुहुन्थ्यो, उहाँको पार्टी फ्रिडम स्ट्रगल भइरहेको टाइममा उहाँले एउटा कविता लेख्नुभयो। त्यो कविता अति नै चर्चित छ बङ्गला समाजमा। त्यसको 2 पङ्क्ति भनेर मेरो कुरा सुन्नुहोस्। এই দেশের বুকে नेमे आसो 18 बছর बयस। यो देशको छातीमा चाहिँ 18 वर्षको उमेरले खुट्टा टेकोस् भन्ने त्यो कविता छ। र यति बेला यो कविता भन्दा भन्दै म अर्को एउटा रेफरेन्स टिप्न चाहन्छु। यङ बेङ्गल, तपाईँले इतिहास पढ्दा यङ बेङ्गल भन्ने एउटा इन्डियन डेभलपमेन्टको एउटा च्याप्टरमा एउटा सब च्याप्टर भएको थियो। हेनरी भिएन टेलरजी, माइकल मधुसूदन दत्तहरूको एउटा समूह थियो। त्यो बेसी थिएन, 15-20 जनाको समूह थियो। र त्यो समूहसँग न त हात हतियार थियो, न त बन्दुक थियो, न त गोला बारुद। तर त्यस समय उहाँहरू जहाँ जहाँ गएर उभिनुहुन्थ्यो, उहाँहरूको पछि गुप्तचर भर्ती थियो। उहाँहरूले बोल्ने हरेक वाक्यलाई रेकर्ड गर्यो। किन भन्दाखेरि त्यस बेला चलिरहेको स्वतन्त्रता स्वाधीनता आन्दोलनमा ब्रिटिस एम्पायरको लागि एउटा सबैभन्दा ठुलो डर, चुनौती, सबैभन्दा ठुलो डर चुनौती चाहिँ यो यङ बेङ्गल थियो। किन भन्दाखेरि विचार भन्ने कुरो यस्तो रहेछ, मान्छेलाई मारिसकेपछि पनि विचार जिउँदो रहँदो रहेछ, उसको कामहरूमा, उसको आइडियोलोजीमा। र विचार चाहिँ यस्तो कुरो हो कि जसलाई तपाईँले जति दबाउनुहुन्छ त्यति त्यो मौलाएर जान्छ, त्यति हौसिएर आउँछ। र त्यस्तै एउटा रेफरेन्स, अर्को रेफरेन्स डेड पोएट्स सोसाइटी भनेर एउटा युरोपमा डेड पोएट्स सोसाइटी भन्ने एउटा समूह थियो। त्यो समूहलाई लिएर एउटा फिल्म पनि बन्यो। तपाईँले त्यो फिल्म पनि हेर्नु सक्नुहुन्छ, युट्युबमा या कतै हेर्नु सक्नुहुन्छ। त्यो एउटा टिचरले आफ्नो स्टुडेन्टहरूसँग मिलेर बनाएको एउटा गुप्ती सङ्गठन थियो, गुप्ती संस्था थियो, जसले गुप्ती तरिकामा भेटेर विचारहरूको आदान प्रदान। र जब जब पनि समाजमा कुनै कुरोको उठान हुन्छ, कुनै मुद्दाको उठान हुन्छ, र मोस्टली पोलिटिकल मुद्दा, तब सबैभन्दा मुखर भएर अगाडि आउने समूह युवा समूह। युवा भनेको एकदमै सेन्सिटिभ तबका हो समाजमा, एकदमै संवेदनशील र समाजको जुन चाहिँ प्रतिनिधि चेतनालाई वहन गर्ने तबका। त यो तबकाले समाजलाई संसारभरिको इतिहासले बताएको छ, समाजलाई परिवर्तन गर्नुमा र समाजमा कुनै पछि हुनुमा युवाको
ठुलो भूमिका। अहिले भर्खर नेपालमा जुन चाहिँ जेन्जी मुभमेन्ट आयो, भलै त्यसको क्रिटिसिजम छ त्यो माथि, तर 2 दिनको आन्दोलनले आज नेपाल जहाँ थियो त्यहाँ छैन। त्यो अगाडि माओवादी आन्दोलन, त्यो माओवादी आन्दोलनमा पनि 1 दशक लामो चलेको माओवादी आन्दोलनमा पनि युवाहरूको अग्रिम भूमिका थियो। तर म त्यो माओवादी आन्दोलनबाटै म कुरा गरेको। त्यो माओवादी मुभमेन्ट संसारभरिको मिडियाले क्यारी गर्यो, संसारभरिको रिसर्चको विषय भयो। तर त्यो मुभमेन्ट अचानक आएको उभार जस्तो देखियो त्यस्तो भएन। त्यो मुभमेन्ट हुनु अघि अलमोस्ट 2 दशक तपाईले यदि सुन्नु भएको छ भने राल्फा भन्ने एउटा समूह सक्रिय भयो। राल्फा भलै राल्फा समूहले नै उनीहरूले एक्सप्लेन गरेर इन्टरप्रिटेसन दिएनन्, राजालाई थाहा, त्यसको एब्रिभिएसन थियो भनिन्छ। तर त्यस्तो नहुन पनि सक्छ। त्यो समूहलाई लिड गर्ने जो व्यक्तिहरू हुनुहुन्थ्यो तिनीहरूमा पारिजात, जो लिङ्गे चिया कमानमा जन्मनु भएको थियो, ठुलो एकजना हाम्रो वैचारिक लेखक सर्जक पारिजात, त्यसपछि मन्सुर, त्यसपछि रामेश, रायनहरूको त्यो समूहले 4-5 जनाको समूहले चाहिँ केही गरेका छ। सिम्पली गाउँ गाउँ जाने, मानिसहरूसँग अन्तर्क्रिया गर्ने, गीत गाउने, कविता र उनीहरूसँग भएको हतियारहरूको गिटार। तर उनीहरू जहाँ जहाँ जान्थे गुप्तचर थिए। त हेर्नुहोस् त सत्ताले कति ठुलो डर विचार छ। र त्यो माओवादी मुभमेन्ट हुनुको पछि उनीहरूको त्यो जुन चाहिँ 2 दशक लामो जुन चाहिँ गीत गाउने, कविता भन्ने, मान्छेसँग भेट्ने, जनतालाई भेट्ने, जनताबाट शिक्षित हुने, जनताबाट दीक्षित हुने। किनभने जनतालाई तपाईँले दीक्षित गर्नु अनि शिक्षित गर्नु भन्ने कुरो एउटा पिप्ल्याट हो, त्यसको सबल्याट हो। जनताबाट तपाईँ, जनतालाई यदि तपाईँले शिक्षित गर्नुहुन्छ भने जनताबाट पनि तपाईँ पहिले शिक्षित भएको हुन्छ। र त्यो यो जुन चाहिँ उभार थियो, त्यो जुन चाहिँ मुभमेन्ट थियो 20 साल चल्यो, त्यो मुभमेन्ट इतिहासमा लेख्दा पछि लेखिन्छ, जहिले पनि त्यस्तो मुभमेन्ट। माओ सेतुङले चाइनामा सत्तामा आइसकेपछि पनि एउटा मुभमेन्ट चलाउनु। त्यो मुभमेन्टको नाम हो लङ मार्च, लामो पैदल यात्रा। र उहाँले संस्कृतिलाई डिफाइन गर्नु हुँदाखेरि भन्नुहुन्थ्यो, संस्कृति भनेको दिनहुँ घरमा बढाल्ने काम जस्तै, धुलो लाग्छ तपाईँले बढाल्नुहुन्छ, बिहान सक्नेले बेलुका पनि बढाल्छ, आज बढालेपछि भोलि पनि बढाल्नुहुन्छ। र संस्कृति कहिले पनि टिकेर बस्ने अवयव होइन, टिकेर बस्ने चिज होइन, यो निरन्तर परिवर्तनशील छ, डाइनामिक छ। यो सबै मैले जुन चाहिँ अहिले रेफरेन्सहरू राखेँ, सन्दर्भहरू राखेँ, यो सन्दर्भहरूको जड चाहिँ हो सांस्कृतिक मुभमेन्ट, कल्चरल मुभमेन्ट। मलाई लाग्छ गोर्खाल्यान्ड एक्टिभिस्ट समूहले त्यस्तै एउटा कल्चरल मुभमेन्टको बाटो पहिल्याएको हो कि देख्दा सोझै पोलिटिकल देखिए पनि। हुन त उहाँहरूले एपोलिटिकल भन्नुहुन्छ जस्तो पनि लाग्छ होइन, तर एपोलिटिकल भन्दा पनि यो एउटा पोलिटिकल सङ्गठन हो जस्तो मेरो हेराइमा लाग्छ। र तपाईँले जब पनि जनताको कुरा गर्नुहुन्छ, जब पनि तपाईँले सत्ताको विरोधको कुरा गर्नुहुन्छ, तपाईँ पोलिटिकल, त्यसको निम्ति तपाईँको पार्टीले रेजिस्टर्ड भएको हुनैपर्छ भन्ने छैन, त्यसको निम्ति तपाईँको पोलिटिकल कुनै फ्ल्याग हुनुपर्छ भन्ने छैन। तपाईँले कुनै एउटा विचार राख्नु नै आफ्नो एउटा राजनीति हो भन्ने मलाई लाग्छ। र गोर्खाल्यान्ड प्राप्तिको लागि चाहिँ मैले राख्ने पहिलो बुन्दा भनेको सांस्कृतिक आन्दोलन, जुन चाहिँ सांस्कृतिक आन्दोलन चाहिँ 1986 को आन्दोलन सुभाष घिसिङको नेतृत्वमा भएको, 2007 को, 2017 को अनि जति पनि छुटपुट आन्दोलनहरू भए, मलाई लाग्छ हरेक आन्दोलनलाई हामीले पोलिटिकल अचिभमेन्टको लेन्सले हेर्दाखेरि यी आन्दोलनहरू विफल भए
भन्ने जुन चाहिँ इन्फरेन्स निकाल्छौँ, कन्क्लुजन निकाल्छौँ, त्यसको पछि यदि हामीले कज एन्ड इफेक्ट मोडलमा हेऱ्यौँ भने त्यो चाहिँ इफेक्ट पोलिटिकल मुभमेन्ट इफेक्ट हो। त्यसको कजमा कुनै पनि चिजको इफेक्टमा यदि समस्या छ भने त्यसको कजमा समस्या हुन्छ। र मलाई लाग्छ कजमा समस्या थियो। आजसम्मको जति पनि आन्दोलनको फेल्युर छ टु सम एक्सटेन्ट के अचिभमेन्ट भयो। लोकल एडमिनिस्ट्रेसनको पायौँ हामीले, पुलिस र एडमिनिस्ट्रेसन बिनाको एडमिनिस्ट्रेटिभ पावर बिनाको जुन चाहिँ लोकल एडमिनिस्ट्रेसनको पायौँ, लोकल गभर्नेन्स पायौँ, त्यसलाई यदि अचिभमेन्ट मान्नुहुन्छ भने त्यसमा पनि मेरो आपत्ति छैन। तर तपाईँहरूले हामीले हाम्रो इतिहासको हाम्रो गोर्खाल्यान्डको इतिहास पल्टाएर हेर्दा हामीले लेख्ने गर्छौँ, भन्ने गर्छौँ कि हामी विफल भयौँ बारम्बार। त त्यो विफल हुनुको पछिको जुन चाहिँ कारण छ त्यो कारणहरूमा थुप्रै कारणहरू थिए होला। त्यो कारणहरू हाम्रो आउने पुस्ता अनि करेन्ट पुस्ताले, कन्टेम्पोरेरी पुस्ताले खोज्दै लान्छ भन्ने मलाई लाग्छ, रिसर्च गर्दै लान्छ भन्ने मलाई लाग्छ। त्यसमा सबभन्दा ठुलो कारण थियो द ल्याक अफ कल्चरल मुभमेन्ट। त्यो कल्चरल मुभमेन्ट के हो भन्नुको लागि एउटा अलग्गै तपाईँहरूले यसको गोष्ठी गर्नुपर्ने हुन्छ जस्तो मलाई लाग्छ। यो दुईवटा तिनवटा वाक्यमा सकिने कुरो होइन। र मलाई सधैँ लागिरहेको कुरा हो कल्चरल मुभमेन्टको खाँचो। र कल्चर के हो, कसरी कल्चरल मुभमेन्ट गरिने, किन गरिने, त्यो कुराको पट्टि म अहिले गएर तपाईँहरूलाई यो विचार बसिराखेँ। नेक्स्ट हो हिस्ट्री, इतिहास। इरफान हबिब भन्ने एकजना इतिहासकार हुनुहुन्छ। तपाईँहरूले यदि अहिले सोसियल मिडियामा ट्रेन्डिङ भएको न्युजहरू हेर्नु भने एउटा न्युज छ जेएनयुमा भर्खरै 4-5 दिन अगाडि इरफान हबिब भन्ने इतिहासकार उभिएर बोल्दै थियो। ऊ बोल्दा बोल्दै पार्टी हाल्यो, पानी पर्यो। एउटा बिचरा मामुली नर्मल खाले मान्छे उभिएर यसरी बोल्दै थियो। 15-20 जना स्टुडेन्टले सुनिरहेको। त्यो पानी किन भयो? त्यो बाल्टी किन खन्यो मान्छे भन्दा त्यही अघिको कुरा, विचारको कुरा, सत्तालाई सबै विचारसँग गर्छ। त इरफान हबिब भन्ने तपाईँले अहिले त्यस्तो भाइरल पनि छैन, तपाईँले अहिले खोजेर हेर्नु सक्नुहुन्छ। तर इरफान हबिब भनेको कस्तो खतरनाक इतिहासकार हो भन्दाखेरि उसले अनि उससँगै इरफान हबिबसँगै 4-5 जना इतिहासकारहरू छन्। तीमध्ये अझै एकजना इतिहासकारको नाम हो रोमिला थापर। रोमिला थापर, इरफान हबिब अनि त्यसपछि पछिबाट आउनेहरू अरुन्धती रोय, यो नामहरू चाहिँ हिटलिस्टको नाम सरकारको सत्तामा। जसरी गौरी लङ्केशलाई माने एनी टाइम एनिथिङ माइट ह्यापन टु देम। किन चाहिँ उनीहरूले त न बन्दुक बोकेको छ, न आर्म्स बोकेको छ, न गोला बारुद बोकेको छ, न कुनै कन्स्पिरेसी गरिरहेको छ, कहीँनिर बिल्डिङ ढाल्ने, कहीँ सेक्रेटेरिएट ढाल्ने, कहीँनिर एट्याक गर्ने। समस्या चाहिँ के उत्पन्न गरिरहेको छ उनीहरू सत्ताको लागि भन्दा सत्ताको लागि सबैभन्दा ठुलो डर भनेको जनताको जुन चाहिँ अर्थमुदित नयन छ। शङ्कर लामिछानेले अर्थमुदित नयन भन्ने एउटा निबन्ध लेख्नु। अर्थमुदित नयन भनेको चाहिँ यस्तो हल्का आदि खुल्ला आँखा, पुरै बन्द पनि होइन, पुरै खुल्ला पनि आदि खुल्ला। हामी जनताको आँखा चाहिँ लट्टिएर यो जुन चाहिँ कल्चरल हेजिमोनी भन्छ, जुन कल्चर थोपिन्छ सोसियल मिडियाबाट, आज हाम्रो यो सोसियल मिडियाले हामीलाई यस्तो मादकता दिएको छ। 60 मिनट हाम्रो स्मृति 40 साल, 50 साल, 100 साल, 1000 साल, 2000 साल, 1 लाख सालको स्मृतिलाई आज त्यो स्मृति हाम्रो 60 सेकेन्डको स्मृतिमा कुम्चाइदिएको छ। यो 60 सेकेन्डको रिल स्मृतिले हामीलाई मादकतामा लट्टाइदिएपछि हाम्रो आँखा सानो भएको छ, बन्द नहुने कगारमा छ। र त्यो अर्धमुदित नयनलाई चाहिँ उखालिदिने काम चाहिँ यस्तै विद्वान, यस्तै बुद्धिजीवी, यस्तै बौद्धिक चिन्तकहरूले गर्छन्, जसको नाम हो इरफान, जसको नाम हो अरुन्धती रोय, जसको नाम हो रोमिला थापा। र उनीहरूले यदि आँखा खोलिदियो भने त राजा त नाङ्गै छ भन्ने कथा याद छ तपाईँहरूलाई? जनता छ, खडा छ, राजा नाङ्गै छ। राजाले मैले चाहिँ यो एकदम अद्भुत चमत्कारी वस्त्र पहिरेको छु भनेर गुमान साथ उभिएको छ र जनताले जी हुजुरी गरिरहेको छ। ल पसार बात भएर हजुर तपाईँलाई देखिँदैछ त्यो
भिडमा एउटा बच्चा पक्रेको आमाको त्यो बच्चाले चिच्याएर भन्छ आमा आमा नाक राजा त नाच्दैछ त्यो भन्दिने नानी खाइ हाम्रो हैन त्यो भन्दिने नानीहरू चाहिँ यही इतिहासका यही रोमिला थापरहरू यही इरफान हबिबहरू हो र हाम्रोमा डाक्टर बहादुर छेत्री यस्तै रोमिला थापर हुनु सक्ने इरफान हबिब हुनु सक्ने हाम्रोमा सीके श्रेष्ठ सर त्यस्तै इरफान हबिब त्यस्तै रोमिला थापर हुन सक्ने तर उनीहरूले पनि कता कता बाटो बिराए भन्ने हल्ला छ र अहिले जमाना हो इतिहासको पुनर्लेखन यसलाई भन्छ नव इतिहासवाद न्यू स्टोरिसिजम एउटा रेड इन्डियन उठान छ कि जबसम्म शिकारले राम्ररी सुन्नुहोस् है यो उठान जबसम्म शिकारले आफ्नो कथा आफू लेख्दैन तबसम्म इतिहास सिकारीहरूकै हुन्छ बुझ्नुभयो होला उठान जबसम्म फेरि रिपिट गर्दैछु जबसम्म शिकारीले जो शिकार हुन्छ विक्टिम हुन्छ जबसम्म विक्टिमले आफ्नो कथा आफै लेख्दैन तबसम्म त सिकारीले नै कथा लेखिरहन्छ सिकारी नै उसको इतिहास लेखिरहन्छ उसको पारा उसको एङ्गलमा उसको पर्सपेक्टिभमा जुन चाहिँ भएको छ दार्जिलिङको इतिहास आज दार्जिलिङको इतिहास तपाईँले पल्टाउनुहोस् नेटमा पल्टाउनुहोस् खाता किताबमा खोज्नुहोस् ओ मैले को हो ओ मैले को कसैले भन्नुहोस् एकजना साथीमा ओ मैले फ्रेड पिन हुकर रोबर्ट हुकर को थिए गोर्खे सन्तान हाम्रो गोर्खे पुर्खा थिए हो के भन्नुहोस् है फ्रेड पिन त हाम्रो गोर्खे पुर्खा थिए ओ मैले गोर्खा पुर्खा थिए मान्नुहुन्छ यो कुरोलाई तपाईँहरू बोल्दा पनि हुन्छ मजाले बोलिदिनु मान्नुहुन्छ यो कुरोलाई ओ मैले हाम्रो पुर्खा थिए कमसेकम टाउको त हल्लाइदिनुहोस् टाउको हल्लाउनुहोस् साथीभाइ हेर्नु भने एकैजनाले हेर्नु त हाम्रो इतिहास त सबै ओ मैले रोबर्ट हुकर फ्रेड पिन यस्तै अङ्ग्रेजहरूले मात्रै लेखेर गएको इतिहास छ र त्यसमा अब यस्तो इतिहास पनि आउनु बङ्गला पढ्नु सक्नुहुन्छ तपाईँ कसैले बङ्गला पढ्न सक्नुहुन्छ एक किताबको नाम दार्जिलिङको इतिहास श्री हरिमोहन सान्डाको इतिहास बङ्गला भाषीले लेखिदिनु हुँदैन भन्ने त कुनै नियम छैन कहीँ कुनै संविधानमा लेखेको छैन कुनै लेखेको छैन होइन नो पाथ इन दार्जिलिङ इज स्ट्रेट भन्ने किताब परिमल भट्टाचार्यले लेखेको छ परिमल बाबु धेरै साल दार्जिलिङमा त्यो अहिले अमेजनको बेस्ट सेलर तपाईँले कसैले पढ्नु भएको अर्को किताबको रेफरेन्स दिन्छु हिल्स आर बर्निङ अहिले पुरा बेस्ट सेलर एमाजन हिल्स आर बर्निङ याद गर्नुहोस् है तपाईँ अनिर्बाण भट्टाचार्य जो चाहिँ बलिउडमा फिल्म जगतका मानिस हो उहाँले त्यो किताब लेखे यति झन्डै 500 पेजको किताब छ त्यो चाहिँ गोर्खाल्यान्ड आन्दोलनमाथिको त्यो किताब चाहिँ आमिर खान पार्कमा पुग्यो आमिर खानले पनि थ्याङ्क यू लेखेर इन्स्टाग्राममा किताब देखाउँदैछु यो मैले झन्डै एमाजनबाट अर्डर गरेको थिएँ आजको प्रोग्रामको लागि भनेर त होइन मेरो आफ्नै एउटा अभियान छ त्यो अभियानको अन्तर्गत यो किताब मैले अर्डर गरेको थिएँ अर्डर गरेर मलाई 25 दिन पर्ख्या एमाजनले 3 दिन 4 दिन 5 दिनमा ल्याइदिन्छ किन 25 दिन पर्ख्यो किताब किताब म देखाउँछु तपाईँ यो छ किताब यो चाहिँ हो हिस्ट्री अफ सिलिगुडी 1800 to 2020 त्यो लेखिका हुनुहुन्छ अनामिका भट्टाचार्य भर्खरै एउटा अब 700 देखि 800 पेजको
हिस्ट्री अफ सिलिगुडी म्युनिसिपल कर्पोरेसनबाट आउनेवाला छ। तर मैले चिने जानेको सिलिगुडीवासी नेपाली भाषीहरूसँग सम्पर्क गर्दा कसैसँग पनि लेख मागिएको छैन। मैले के भन्न खोजिरहेको छु अब तपाईँहरू आफै निर्णय निकाल्नु के हुँदैछ। भनेर चिच्याउँदैन सुन्नु हामी, तर त्यो चिच्याको धरातल मुनि चाहिँ त्यो धरातल कतातिर खस्किँदैछ, खुस्किँदैछ, चिप्लिँदैछ, त्यो भ्यू के हामीलाई छ त? किन भन्दाखेरि तपाईँले जति पनि भन्नुहोस् कागज बोल्छ। यसले मेरो पैसा लुट्यो भनेर तपाईँले कोर्टमा जानुहोस्, तपाईँलाई यदि कागज देखाउनु भएन भने उल्टा तपाईँलाई कन्टेक्ट टु उसको के अरे मानहानि लाग्छ। किशोर दाजुले मलाई 1 करोड रुपियाँ माग्नुभयो, मैले 1 करोड रुपियाँ दिएँ, क्यास दिएँ। किशोर दाजुले फर्काउँछु भन्नुभएको थियो, फर्काउनु भएन। एकचोटि कोर्टमा गयो, केही पनि छैन लेखामा। मनी लन्ड्रिङ हुन्छ फेरि लेखापढी गरेर नदिँदा पनि हुन्छ, पचाइदिन्छ नि नदिँदा पनि हुन्छ। त्यो कसैको लाग्दैन, इट्स नट एट अल अफ केस, किनभने कागज बोल्छ। हामीसँग नेपाली भाषा मान्यताको आन्दोलन हुँदै गर्दा पनि आफ्नो चलिरहेको आफ्नै भाषी नेपाली भाषीले निकालेको एउटै पनि न्युज पेपर थिएन। प्रश्न भएको थिएछ त्यति बेला डाक्टर कुमार प्रधान, सीके श्रेष्ठ, नरबहादुर भण्डारीहरूको सामु कि तिमीहरूको एउटा जर्नलको नाम बता भन्दा हेराएर गरेछन्। नेपाली भाषाले मान्यता पाएपछि चाहिँ त्यो पाउनु फेरि आफ्नै कथा छ। पाएपछि चाहिँ सुनचरी समाचार, त्रिनेत्र पब्लिकेसन, नरबहादुर भण्डारी, डाक्टर कुमार प्रधान अनि सीके श्रेष्ठको संयुक्त प्रयासमा निस्केको थियो। तर यसको मतलब यो होइन कि हामीसँग पत्रिका थिएन, हामीसँग अखबार थिएन होइन। अखबार निस्कन्थ्यो, जोडतोडले निस्कन्थ्यो। जति जोडतोडले निस्क्यो त्यति जोडतोडले बन्द भयो। त्यो पत्रिकाको नाम हो हिमालजुली। यहाँ यदि कोही वयोवृद्ध हुनुहुन्छ तपाईँहरूले पढ्नु भएको थियो हिमालजुली। तर त्यो हिमालजुली कहाँबाट निस्किन्थ्यो? सुभाष पनि। अनि प्रकाशन के थियो? उत्तर बङ्गको संवाद। उत्तर बङ्गको संवादले नेपाली पत्रिका निकाल्नु हुँदैन पनि भनेको छुइनँ, निकाल्नु पाउँछ। आज यहाँ बाटोमा उभिनु भयो भने, बाहिर उभिनु भयो भने तपाईँले स्कर्पियो छोडिदिनुहोस्, स्कर्पियो क्लास, बोलेरो क्लास, हरूदाको तहमा भयो, लम्बरगिनी क्लास पनि छ हाम्रो नेपालीमा। न्यू रिच पैदा भयो त 1980 को आन्दोलनले दिएको सबभन्दा ठुलो अवदान त न्यू रिच पैदा भयो नेपाली, नयाँ धनी भन्छ। अझै 2007 र 17ले भन्दा धनी छौँ हामी। गरिबको कुरा नगरौँ। नारायण भाइहरूले चिया कमानको कुरा उठाउँदैछन्, छेवाङ भाइहरूले चिया कमानको कुरा उठाउँदैछन्, तर बजारमा आउँदा धनी धनी चिया कमानमा पनि धनी धनीहरू निस्के। त यो धनी क्लास जो छ उसको त यहाँ त लम्बरगिनी पनि चल्छ। तपाईँले त लम्बरगिनी त मैले देखेको थिएँ, लम्बरगिनी भन्ने गीत सुनेको थिएँ। कस्तो चाहिँ गाडी गर्छु मैले गुगल गरेर हेरेको थिएँ। एक दिन त साँच्ची नै देखेँ। अब म नाम लिँदिनँ, हाम्रै नेपाली। लम्बरगिनी चाहिँ तपाईँको सिलगढीमा 6वटा मात्रै छ। लम्बरगिनी भनेको यसको नाम कति हो अहिले गुगल गरेर अहिले म बोल्दा बोल्दै हिँड्नु छु। खातामा यहाँ 2 रुपियाँ लेखिसक्दैन त्यो नम्बर। कहाँबाट यो पैसा आएको? अचानक यो न्यू रिच क्लास कहाँबाट पैदा भयो? जसले आफ्नो माटो छोडेर अब त विदेशको सपना देख्नु थाल्यो। र कतिजनाहरू न्यू रिचको त गनी नसक्नु घर बिल्डिङ पनि छ। दार्जिलिङ, खरसाङ, कालेबुङ र सके जति होमस्टे भएको ठाउँ, सिटो उहाँ माथि के अरे दुधेमाथि तपाईँको डम्पेटा पनि यहीँ भयो। त्योभन्दा माथि बुङकुलुङ भयङ्कर हाट पनि, बुङकुलुङ सब नेताहरू छ। कुन कुन नेताहरू तपाईँलाई थाहा छ? उसलाई एक ठाउँले पुगेन, उसले गर्नु हुँदैन भन्ने छैन मेरो कुरा। इट्स क्यापिटलिजम। इन्डिया एउटा क्यापिटलिस्ट कन्ट्री हो। मेरो 10 ठाउँ प्रपर्टी हुनसक्छ, त्यो अधिकार मलाई संविधानले दिएको छ, त्यसमा मेरो आपत्ति होइन। तर त्यो करोडौँ करोडको सम्पत्तिको लगानी कहाँ र किन हुँदैछ र कसरी हुँदैछ त्यो प्रश्न समेत चाहिँ गर्न सक्छ। त्यो 1 अरब रुपियाँमा
त्यो 1 अरब रुपियाँको 1% निकाल्नुहोस् तपाईँले। त्यो 1% ले जातिको नाममा, माटोको नाममा, गोर्खाल्यान्डको नाममा खर्च हुँदैछ त? त्यो प्रश्न गर्ने जिम्मा तपाईँ हाम्रो पनि हो, भएको छैन। र त्यो गरेन भनेर फेरि अपराधी हुने। तर त्यही नेताले चाहिँ फेरि स्टेटमा चाहिँ गोर्खाल्यान्ड बनाएको छ नि त, गोर्खाल्यान्डको ठेकै दिएको जस्तो गर्छ नि त, गोर्खाल्यान्डको ठेकादारहरू छ नि त, होइन र? त लु नि त, तिमीले लु, तिम्रो जुन चाहिँ त्यो विशाल प्रपर्टी छ त्यो प्रपर्टीबाट 1% मुभमेन्टको लागि खर्च। त मुभमेन्टको लागि चाहिँ के खर्च? गोर्खाल्यान्ड एक्टिभिस्ट समूहलाई पैसा दिनु, त्यो पनि नदेऊ, दाजुहरूले आफै जोगाड गर्नु, चन्दा हो, कन्ट्रिब्युसन। अरे हाम्रो इतिहास पल्टाउँछ जहाँ खोज्दै जाँदा यस्तो हुँदैछ। बङ्गलामा लेखेको किताब, इङ्ग्लिसमा लेखेको किताब, हिस्ट्री अफ सिलगढी, अब यो एक पन्ना यहाँ यो तिलक मैदानको कुरा छैन, गुरुङ बस्तीको कुरा छैन, बागबीर गुरुङ, प्रधाननगरको कुरा छैन, त्यहाँ बर्मेली बस्ती छ, आश्रम पढाउँछ छैन। यो लेख्नु चाहिँ, अनि यसको अर्काइभिङको लागि चाहिँ फन्ड चाहिन्छ, पैसा चाहिन्छ नि। त्यो पैसा त तिमीले गर्छ रिसर्च स्कलर, एकजना रिसर्च स्कलर भाइ बसिरहेको भाइको नाम भन्नु त, उठिदिनु उहाँको लागि एउटा क्ल्याप गर्नु तपाईँहरूले। उहाँ रिसर्च स्कलर, उहाँहरू चुपचाप काम गर्ने मान्छे। हाम्रो नारायण भाइ पनि एकछिन उभिदियो, नारायण एकछिन उभिदियो, जस्तो मान्छेहरू हाम्रो समाजमा उहाँहरूले खटिराख्नु भएको छ। सेवा भाइ पनि एकपल्ट उठिदिनु प्लिज। उसले आफ्नो पाराले काम गरिरहेको छ, प्रकाशन संस्था चलाउनुहुन्छ उहाँले, हाम्रो जातिलाई चाहिने, माटोलाई चाहिने कन्टेन्टहरू उहाँले निकाल्नुहुन्छ। तर खै उहाँलाई ब्याकअप छैन। दान देऊ, भिख देऊ भनेको होइन, फर्काइदिन्छौँ सेवा नियोजनले पैसा। यो जुन चाहिँ हिस्ट्रीको पोइन्टलाई मैले कुरा गर्दै थिएँ, हिस्ट्रीको मैले यत्रो कुरा किन गरेँ भन्दाखेरि हामीसँग जुन जाति, जुन समुदायसँग इतिहासको चेतना छैन, त्यो जातिको समुदायले केही पनि एचिभ गर्नु सक्दैन। हाम्रो इतिहास अब हामी आफैले लेखेको हुनुपर्छ। जबसम्म हामी सिकारले हाम्रो कथा आफै लेख्दैनौँ, हाम्रो इतिहास आफै लेख्दैनौँ, तपाईँले 1000 पल्ट लाख त संसदको ढोका ढकढकाउनुहोस्, तपाईँ खाट हात फर्किनुपर्छ। कसले यो नवलेखन कसले गर्ने? यो इतिहासको नवलेखन अब यही भाइहरू जस्तो युवा, मलाई लागेको हो गोर्खाल्यान्ड प्राप्ति गर्नु हो भने पहिला हामी हाम्रो अतीतलाई, हाम्रो इतिहासलाई ठिक पार्यौँ, त्यसको धुरी खम्बा ठिक पार्यौँ, अनि मात्रै म वर्तमानमा उभिन सक्छु। वर्तमान भनेको इतिहासको कन्टिन्युएसन र भविष्य भनेको वर्तमानको कन्टिन्युएसन। र यो इतिहास ठिक पारेपछि चाहिँ अब हामीले इतिहास पढाइ, फेरि इतिहास किन चाहिएको भन्दाखेरि दुईटा, देयर आर टु मेनी रिजन्स। एउटा रिजन हो आत्मचेतनाको लागि, पैदा हुने इतिहास कि हामी कस्तो थियौँ त, र आज हाम्रो बिहेभियरल मोडिफिकेसन कसरी हुँदैछ त? हाम्रो बिहेभियरल ओभरअल हाम्रो समाजको बिहेभियर गुन्डा हुँदैछ कि? एउटाले बोल्दा धक्कामुक्की दिने, अर्को उभिँदाखेरि के बोलेको भन्ने, बाट हाम्रो एकदमै भद्र समाज हुँदैछ कि? जसरी हाम्रो छिमेकी एउटा समुदाय, भद्रलोक समुदाय भन्छ, भद्र, उहाँहरू रिसाउँदा पनि भद्रतापूर्वक रिसाउँछ। के भयो त्यसो नगर रिसा, त्यसरी गर्दैछ कि? बिस्तारै हाम्रो खुनमा लम्बासार बाटो पस्दैछ डिएनए। अब हाम्रो आउने पिँढी पनि त्यसो झुकेर हिँड्दैन। हेर्नुहोस् है, संसारलाई उभिएर हेर्दाखेरि आफू जत्रै देखिन्छ, घुँडा टेकेर हेर्नुहोस् आफूभन्दा जहिले पनि माथि देखिन्छ। हामी कतै घुँडा टेक्ने समाज पुस्ताको हुँदैछौँ। यही घुँडा टेक्ने पुस्ता भएको कारणले पो हामीले 1000 पल्ट गोर्खाल्यान्ड भन्दा इट्स गेटिङ फिजल आउट हो। घुँडा टेक्नु छोडो, र घुँडा नटेकिकन उभिने दिन त्यति बेला आउँछ जब तपाईँले छाती फुलाएर भन्न सक्नुहुन्छ, म यहाँबाट आएँ, म त्यहाँ जान्छु, म यहाँ छु आज।
र त्यो चाहिँ हो इतिहासको लेखनको कुरा। र अर्को एउटा मैले यो भन्दा इतिहासले अब हामीले इतिहासका यसो पल्टाएर हेर्दा के रहेछ समस्या के पनि देख्छु म भन्दाखेरि मैले देखेको कुराहरू मात्रै गरेर फेरि वन्स अगेन स्ट्याट्युटरी वार्निङ के हो भन्दाखेरि आई एम नट फाइनल। तपाईँले मलाई क्रिटिक गर्नु सक्नुहुन्छ, तपाईँले मलाई आलोचना गर्नुहुन्छ, जति हामी आलोचना गर्छौँ त्यति अगाडि बढ्छौँ विचार। अर्को मैले देखेको एउटा चरित्र, हाम्रो समुदायगत चरित्र, हामीले किन आफूलाई बहादुर भनेर मात्रै फुर्काउने, अलिकति आलोचना आत्मआलोचना पनि गरौँ न। एउटा सबभन्दा ठुलो आत्मआलोचना रहेछ मैले देखेको भेट्टाको मूर्तिवाद। पहिल्यै मूर्ति चाहिँ एउटा समाज बनाएर त्यो समाजको प्रेसिडेन्टको मूर्ति बाहिर चाहिहाल्यो हो के भन्नुहोस् है। नरिसाउनु चाहिँ रिसाउनु भयो भने ठिकै छ, मनमनमा रिसाइदियो र यसलाई लिएर मलाई चुनौतीको रूपमा लिएर गएर तपाईँले यसलाई गलत साबित गर्नुहुन्छ यो कुरो। अन्त यो जस्ट check it if I'm wrong. त्यहाँबाट तपाईँ साहित्यमा आउनुहोस्, साहित्यमा मूर्ति चाहियो ला पूजै गर्नुपर्ने क्या। म त भन्छु मलाई पूजा नगर। म जुन कविता लेख्छु मेरो कविता मेरो समयको एउटा झिक्का, केही समय केही कालपछि मेरो कविताहरूमा ढुँडी पर्छ, केही समय केही कालपछि मेरो कविताहरू थोत्रै हुन्छ, केही समय केही कालपछि मेरो कविताहरू आफ्नै कबर बनिन्छ। किनभने नयाँ पुस्ता आउनु पऱ्यो, नयाँ कविता आउनु पऱ्यो। हाम्रो चाहिँ के छ, राजा पुनेरीलाई युवा कवि भन्थ्यो, उभ्याबाट समस्या। त्यही भएर पुष्पनले गीत गाए, के एउटा गीत छ पुष्पन बाटो छोड ए बुढाबा, के अरे ए बुढाबा यो त मेरो समय यो त मेरो समय। यङ पुस्ताले चाहिँ पछि उभिएर ए बुढाबा यो त मेरो समय हो, ए बुढाबा यो त मेरो समय भन्छ। तपाईँ भाइ पछि जाने भन्छ ला। यो मूर्ति साहित्यिक मूर्ति वाद पनि खतरनाक छ। सामाजिक मूर्तिवाद हेर्नु छ, समाजमा पनि एक एकवटा मूर्ति छ, त्यो मूर्तिहरूमा चाहिँ कोही चाहिँ छ करप्ट मान्छे, उसले समाजमा बाहिरतिर भित्र अन्डरग्राउन्ड ठाउँमा, होटलमा, बारमा, पबमा करप्सनमा लिप्त भइरहेको छ। बोलाउँछ चिफ गेस्ट, किन पैसा दिएको छ। बिहारमा त त्यही भइरहेको छ। एउटा मिनिस्टर ऊ इलेक्सन गर्न फेरि जेल पर्छ अहिले त आजको न्युज। क्याम्पेनिङको लागि मात्रै निक्लेको क्या र निकाली पनि। अब राजनीतिमा हेर्नुहोस्, राजनीतिमा पनि मूर्ति नै चाहियो। सुभाष घिसिङ साहब मूर्ति, त्यसपछि त्यो अगाडि देवप्रकाश राईहरू, मदन तामाङहरू पनि, र त्योभन्दा अगाडिको जो नेताहरू थिए, हेर्नुहोस् इतिहासको प्रब्लमबाट हामीलाई सोच्नु। त्योभन्दा अगाडिको एक दुईवटा नाम भनिदिनुहोस् तपाईँ नेता। घिसिङ अगाडिको नाम माइलाबाजी, हरिबहादुर गुरुङ त नेतै त थिएन, साइन गरे ठिकै छ। उहाँको दाजु थिए हरिबहादुर गुरुङको दाजु गम्बर सिंहको बाबु। सबैको मूर्ति छ हेर्नुहोस् त्यहाँ क्या, मतलब त्यो साँच्चीकै मूर्ति क्या, मूर्तिकारले बनाएको मूर्ति। तर त्योभन्दा डेन्जरस मूर्ति चाहिँ छ यो। कतिवटा घरमा त अब म सकिदिन्छु भाइ आइपुग्यो, कतिवटा घरमा त के पानी दिएको भाइ पानी लाके मारिदियो। र म फेरि एउटा स्ट्याट्युटरी वार्निङ दिन्छु, आई एम नट अ पोलिटिकल थिङ्कर भनेर बोलेको छु। म पोलिटिकल थिङ्कर भनेर यो कुराहरू राखिरहेको छु, तर कुनै पार्टीमा छु, आजसम्म कुनै आबद्ध छैन। तपाईँले हेर्नुहोस्, मेरै बोजू बाजेको घरमा लाठपन्चरमा मेरो चेतना पलाउन्जेल त्यो एउटा फोटो फ्रेम देखेँ क्या। त्यो फोटो चाहिँ कसको रहेछ भनेर पछि मेरो जब वैचारिक चेतना पलाएँ तब बुझेँ त्यो फोटो त नेपालको राजा वीरेन्द्रको फोटो, उहाँको फ्यामिली हो के भन्नुहोस् त। अहिले पनि पहाडको घरमा वीरेन्द्रको फोटो कुनै काप्चातिर भेट्नुहुन्छ नेपालको राजाको। समस्याहरू त्यही जुन चाहिँ हामीलाई मूर्ति बनाइहाल्छ
हाल्ने र त्यो मूर्ति बनाउँदाखेरि प्रक्रियालाई हामीले मूर्तिपात भन्यो भने मूर्तिपातले के समस्या निम्त्याउने रहेछ त भन्दा लम्पासारबाट मूर्ति बनाएपछि त लम्पासार हुनै पर्यो होइन लम्पासार यहाँ हाम्रो कतिजना नेताहरूले अहिले स्टेजमै लम्पासार पनि पर्दै गरेको देख्नुहुन्छ भित्रभित्र त ठिकै छ स्टेजतिरै पनि हो के भन्नुहोस् स्टेजतिर पुरै लम्पासार त्यसलाई भन्छ 180 डिग्री फुल त्यो लम्पासारबाटले निम्त्याउने डेन्जर अर्को अझै खतरनाक डेन्जर भनेको चाहिँ हो विसर्जनवाद अब यो गोर्खाल्यान्डको मुद्दा बिस्तारै बिस्तारै हुन सक्छ विसर्जन हुँदैछ सायद तपाईँ हामीलाई देऊ छैन हाम्रै नेताहरूले भन्न थाले हाम्रै गोर्खाल्यान्ड माग्ने नेताहरूले अब बिस्तारै भन्न थाले गोर्खाल्यान्ड त दिँदैन उहाँ जति माग्यो विकास गर्नुपर्छ गोर्खाल्यान्ड विकल्प विकास धेरै पनि विकास पनि चाहिँदैन विकास भाइहरू विकास साथीहरू कोही छैन विकास पनि चाहिँदैन सबलाई चाहिन्छ अब तपाईँहरूलाई म सोध्छु क्या कसैले एकजनाले भन्नु विकास चाहिँ तपाईँको लागि के हो तपाईँहरूको एकजना बोल्नु न मजाले केही छैन म मात्रै एक्लै बोलेको उसलाई किन बोरिङ भइसक्यो तपाईँहरू अब म कन्क्लुड गर्नु त अझै 4-5 वटा पोइन्ट थियो म अब कन्क्लुड एकजना खाना ढिलो भइसक्यो सबै साथीले पर्खिराख्नु भएको छ या फेरि एउटा भोजमा बोलाएको छ एकजना छ के भन्नु हो विकास होइन डेभलपमेन्ट इङ्ग्लिसमा भन्नु भने तपाईँले हाम्रो नेपाली भाषा त्यति गरिब छैन नि विकास भनेको बुझ्यो भने विकासै विकास चाहिँ के हो उन्नति भनेको के हो होइन तपाईँहरूको मैले ज्ञानलाई जाँचेको थिएँ यसो एकछिन मजा गरेँ कि तपाईँहरू पनि इन्भल्भ गर्दैन होइन भाषण सुन्दा सुन्दा पुरै हुन्छ भन्नुहोस् उन्नति चाहिँ के हो हजुर प्रगति पर्यावाची शब्द सोधेको जस्तो भइसक्यो व्याकरण तपाईँले एउटा शब्द भन्छ भनेर पर्खिराख्नु हजुर ताली बजाइदिनुहोस् मलाई ताली बजाइदिनु अर्को केही अरू केही होइन मैले दिल्लगी मात्रै गरेँ क्या यो तपाईँहरूलाई मैले एकदम तपाईँहरू जान्दैन तपाईँको टेस्ट लिएको म टिचर त्यस्तो होइन यसो एकछिन गेम मजा भनौँ न साथी हजुर तपाईँहरूले एउटा मनमा छ भन्नु भएन बाटो घाटो ताली बजाउनुहोस् त यो एन्सरको लागि बाटो घाटो अर्को भन्नु भएन स्कुल अस्पताल होइन बङ्गालको आँकडा तपाईँले सर्वे गर्ने भयो भने के देख्नुहुन्छ भन्दाखेरि बङ्गालमा पश्चिम बङ्गाल राज्यकै पार्ट हो त दार्जिलिङ होइन सबैभन्दा पाठ्य जिल्लै दार्जिलिङ जिल्ला कसरी भन्नुहोस् त पाठ्य ज्ञानी जिल्ला हामी ज्ञानमा गरिबै छैन लिटरेसी रेट सेकेन्ड हाइएस्ट कि थर्ड हाइएस्ट अहिले कम्पेयर गर्नुपर्छ मैले देख्दा थर्ड हाइएस्ट दार्जिलिङ मतलब बङ्गालको जति जिल्लाहरू छ त्यो जिल्लामा सबभन्दा हाइएस्ट पढे लेखेको पाठ्य पिएचडीहरू भक्कु भएको जिल्ला हो क्ल्याप गर्नुहोस् यो विषयमा क्ल्याप गर्नु दार्जिलिङको लागि नेक्स्ट क्ल्याप गर्नुहोस् युनिभर्सिटी अफ नर्थ बेङ्गलमा तपाईँले पिएचडी गर्नेहरूको डेटा हेर्नुभयो भने सबभन्दा बेसी त भन्दिनँ दाँजोमै हाम्रै भाइ यसको लागि क्ल्याप गर्नुहोस् तपाईँ भनेपछि स्कुल काठको मैले पनि ढुङ्गे स्कुलमा ढुङ्गे क्लास पढेको मतलब त्यो उयो हुन्थेन बस्ने बेन्ची हुन्थेन त्यो पढेर तपाईँहरूसँग आज बोल्दैछु म भए त भनेको छु तर कमसेकम उभिने बोल्ने त हुँदो रहेछ नि त त्यही ढुङ्गे क्लास पढेको होइन तर साह्रै ठुलो समस्या होइन रहेछ क्या स्कुलहरू ठिकै छ हामीलाई क्या हाम्रो टिचर साथीहरूले टिचरहरूले तलब नपाइ भए पनि यो के अरे दर सधैँ जुक हुँदै अब कहिले चाहिँ यो काम जान्छ भन्दै भए पनि बिचराहरू त स्कुल गइरहेको छ साइडमा एलआइसीहरू त गर्छ बिचराहरू तलब हुँदैन गर्नु त परिरहेको छ पढाइ त रहेछ हमने दिनों को बर्बाद नहीं किया है दीदी मुनि भन्ने कालिका प्रसाद सिंहको कविता याद आउँछ हमने दिनों को बर्बाद नहीं किया है दीदी मुनि एउटा शिक्षकले भन्थ्यो हामीले दिनहरू खराब गरेको छैनौँ हाम्रो काम त गरिरहेको छौँ विज्ञानले त ऊ माथि पो छ त ऊ
माथि हामीले त ठिकै पढाइ राख्यौँ। अब अर्डर अड्डाको थोप्ला चाहिँ अब बिचराहरू समस्या भइरहेको छ। कुनै कुनै टिचरले यहाँ तपाईँहरू टिचर हुनुहुन्छ, तपाईँले थोप्ला सिकाइरहनु भएको, घरि थोप्ला नहाल भन्छ, घरि थोप्ला सँगै पढा भन्छ, त्यहाँ चाहिँ अब त्यसको कन्फ्युजन मिलाउँदै लानुपर्छ। तर स्कुल पनि ठिकै रहेछ। त्यसै मेरो अस्ति माइजूको यस्तो पङ्गै काट्यो, पानी बिचरा पानी बनाउनु जाँदा त्यो पनि फर्स्ट एड सक्सेस ल्याएर सिलगढी ल्याएर अपरेसन गर्यो। सिलगढीमा आइपुगिहाल्नु रहेछ, भइरहेको छ। खासमा चाहिएपछि के हो? विकासको नाममा, जस्तो मलाई लाग्छ। र हामीले पाइरहेको चाहिँ के हो त विकासको नाममा भन्दा वर्षै पछि भत्किने बाटो। भत्किएको पनि अन्त अर्कोले फेरि कन्ट्र्याक्ट दिन्छ त्यसको ठिका। चुडी हाने पुल, बिजनबारीको पुल हेर्नुहोस् न, कति मान्छे चाहिँ मऱ्यो, तर पनि पुल त बनियो त्यहाँ, संसारमा पनि बनियो। अझै एकपट्टि बनाउनु हुँदैछ, ठिकै छ। अनि थापाजीहरू पनि बनाउनु हुँदैछ। तर विकासको नाममा साँच्ची नै चाहिएको विकास चाहिँ के हो जस्तो लाग्छ भने जुन चाहिँ विषय चाहिँ इभन नेताहरूले, इभन बुद्धिजीवीहरूले पनि उठाएको छैनन् मलाई जस्तो लाग्छ, त्यो विषयको लागि त्यो चाहिँ हो एउटा इन्डेक्स जसलाई भनिन्छ HDI, ह्युमन डेभलपमेन्ट इन्डेक्स। यो चाहिँ अर्थशास्त्री, नोबेलजयी अर्थशास्त्री डाक्टर अमर्त्य सेनले यो कन्सेप्टमा एउटा आपत्ति जनाएको यसमा नयाँ एउटा आयाम जोड्यो। ह्युमन डेभलपमेन्ट इन्डेक्स भन्ने आयाम जोडेको चाहिँ GDP, हामीले जुन चाहिँ अर्थनैतिक अचिभमेन्टको कुरा गर्छौँ, यति ग्रोथ भयो, यति विकास भयो भन्दाखेरि चाहिँ आँकडाबाट विकास भएको देख्छौँ नि त, तर साँच्चीकै विकास नभएको हुन्छ। तर त्यो आँकडामा चाहिँ उत्पादन प्रडक्टको कुरा आउँछ। तर त्यसमा उहाँले थप्नुभयो अमर्त्य सेनले ह्युमन डेभलपमेन्ट इन्डेक्स। त्यो ह्युमन डेभलपमेन्ट इन्डेक्स चाहिँ के हो त्यो तपाईँहरूले त्यो पनि सर्च गर्नुपर्छ, हेर्नुहोस् नेटमा। त्यसको मुख्य कुरो छ मानवमा आउने विकास। मानवमा कस्तो विकास आउनुपर्छ? यहाँको बाटोघाटो पुल त बनिँदैछ, तर त्यो पुलमा हिँड्ने मान्छे, बाटोघाटोमा हुने मान्छे कोमा आउनुपर्ने विकास चाहिँ कस्तो हो? त्यसको पनि सूचकाङ्क हुँदो रहेछ, त्यसको पनि मापन हुँदो रहेछ, त्यसको पनि भाइले अघि भने जस्तो म्याथमेटिक्स हुँदो रहेछ। र त्यो चाहिँ हो मान्छेको ओभरअल उसको हेल्थमा इम्प्रुभमेन्ट, उसको फिजिकल हेल्थमा इम्प्रुभमेन्ट, उसको मेन्टल हेल्थमा इम्प्रुभमेन्ट र उसको साइकोलोजिकल हेल्थमा इम्प्रुभमेन्ट। जो चाहिँ वर्षै पछि यो चाहिँ खोला भत्कि, यो गाउँ उडाएर जे भइरहेको छ, यतातिरको खोलामा जे भइरहेको छ, घर पनि बनिँदैछ। अनित थापाजीले जति क्लेम गर्नुभयो त्यति नै नबनाए पनि बनाइदिनु भयो होला। तर सबभन्दा ठुलो जुन चाहिँ पहिरो गएको थियो, जुन पहिरोको चाहिँ एड्रेसै भएन जस्तो मलाई लाग्छ। जुन पहिरो वर्षै पछि गाउँमा, बस्तीमा, खोला किनारमा, अनि जुन चाहिँ भुइँचालोहरू आउँदा हुन्छ बेला बेला, जुन क्षयक्षति भइरहेको छ, भौतिक क्षयक्षतिको कुरा गर्छौँ। तर यसको त्यो पहिरोमा पर्ने मानिसहरूको मनमा, साइकेमा, साइकोलोजीमा, मानसिक जुन चाहिँ स्वास्थ्यमा आउने जुन चाहिँ पहिरो छ, त्यसको एड्रेस भएको छैन, त्यसको कुनै क्षति भएको छैन। यो सब विषयहरूलाई हामीले एड्रेस गर्दै चाहिँ मेरो अन्तिम योभन्दा अगाडिको कुरा थियो विसर्जनवाद। हामी चाहिँ मूर्तिवादबाट सुरु भएर लम्पासारवादमा पुगेपछि हामी विसर्जनवाद हुने क्रममा त छौँ कि भन्ने प्रश्न तपाईँहरूलाई म छोडेर जान चाहन्छु। र विसर्जनवाद भनेको चाहिँ विकास भयो, विकासको सोकल्ड विकास, सोकल्ड विकास, सोकल्ड विकास कस्तो खालको त्यो विकासको मोडल हामीलाई थाहा छैन। त्यो विकासको मोडल हामीलाई थाहा छैन। डिफ्रेन्ट विकास हुनु पर्यो क्या। के विकास हो? यसले शिक्षालाई इम्फोसाइज गर्ने हो कि यसले अर्थनीतिलाई इम्फोसाइज गर्ने हो कि यसले तपाईँ नारायण भाइ जस्तो, छेवाङ भाइ जस्तो, अनि बहिनीहरू जस्तोहरूलाई चाहिँ आत्मनिर्भर भारतको योजना अन्तर्गत सबै आत्मनिर्भर बनाइदिने हो कि त्यो आत्मनिर्भरता हुनसक्छ सुन्तला बेचेर होस् या सेलरोटी बेचेर, या त यहाँको लोकल इन्डस्ट्री गरेर। खै यहाँ लोकल इन्डस्ट्रीको कुरा चिया अल्झ्यो क्या दार्जिलिङ, अरू लोकल इन्डस्ट्री खै
लोकल इन्जिनियरिङ खै, यो सब कुरोको त कुनै लेखाजोखा छैन। विकास भट्टाको छ, विकास विकास भनेको छ, मान्छे त्यो पाइप पाइपरको पछि पाइप पाइपरले बजाएको मुसाहरू जस्तो गएको छ गएको भोटको बेलामा। अब भोट आइसक्यो, तपाईँ हामीले अब सोध्न थालौँ कि कुन विकास हामीलाई गोर्खाल्यान्ड चाहिँदैन, हामीलाई विकासै चाहिन्छ, तर कस्तो कस्तो। मेरो भर्सनलाई टक्क काटेर 30 सेकेन्डको रिल बनाएर अब राजा गोर्खाल्यान्ड विरोधी भनेर आउँछ। हामीलाई त ब्याट्रीहरू के आउँछ यो हो प्रश्नको मोडल, प्रश्न गर्नुपर्ने मोडल। अब यो भोट पनि आउँदैछ, सोद्धा विकास त ठिक छ, कस्तो विकास। सेकेन्ड कुरा कि अब ठिक छ गोर्खाल्यान्ड त के को खिचडी दिल्लीमा पाक्दैछ होला, खिचडी त के पाक्दैछ। इन्टरलोकुटर पठाउँछ घरिघरि उनीहरू आएर फलाकेर यहाँ देख्नुभयो प्रोजेक्टरमा। यो त फेरि चिकन स्नेक, अहिले एउटा किताब फेरि अझै बेस्टसेलर भएको छ, हिस्ट्री अफ चिकन स्नेक। त्यो पनि हामीले लेखेको, मेरै साथी हो नेपालको अखिलेश उपाध्यायले लेखेको। हामी चिकन स्नेकमै छौँ, हामीले हाम्रो कथा लेख्यौँ। अब म मेरै इक्जाम्पल दिन्छु, अघि बिहान आउँदा मेरो घर चाहिँ सुकुना हो। मैले त यो चेलीबेटी भवन होइन, चेलीमाइती भवन मलाई कस्तो अनइन्फर्म लाग्यो, कस्तो क्याजुअल क्या, कस्तो गट्ठे भन्थ्यो क्या मलाई। त गट्ठे भन्छ, म सुकुना बसेर यहीँ यो भवन मैले चिनिनँ, सोध्नु पऱ्यो दीप राई साथी मलाई लिनु हो। कस्तो समस्या छ क्या, पुग्नुपर्ने ठाउँमा पुग्नै सकिँदैछ हो त, प्र्याक्टिकल कुरा। अनि यो जुन चाहिँ विसर्जनवादको सेकेन्ड मोडलमा चाहिँ बादमा उत्तर बङ्गाल स्टेटको हुने हो कि गोर्खाल्यान्ड वर्डसँग प्रब्लम भयो, चिकन स्नेक भएर भन्ने जुन चाहिँ एउटा थ्योरी छ, त्यो थ्योरी अन्तर्गत उसो भने उत्तर बङ्गाल राज्य यसको पनि पाकिरहेको छ कि खिचडी, या त सेपरेसन इन्टायरली फ्रम यहाँ बेङ्गलबाट सेपरेट गरेर अर्को स्टेटसँग गाड्ने हो हुने हो कि केही न केही त हुन्छ होला। र हामी अहिले नै सचेत भएनौँ भने चाहिँ त्यो इन्डिपेन्डेन्स भएपछि 5 दिन चाहिँ त्यो क्यापिटलहरूमा पाकिस्तानको झन्डा परेको जस्तै अवस्था फेरि दोहोरिन सक्छ यदि हामीले क्वेसन गरेनौँ भने। र मलाई लाग्छ हुन त थुप्रै अनुभवताहरू पनि हुनुहुन्छ होला, अनि मैले कोसिस गरेँ, अटेम्प्ट गरेँ। मेरो अटेम्प्टले चाहिँ यदि तपाईँहरूमा केही प्रश्नहरू जन्मायो, तपाईँहरूमा केही सोचहरू हुर्कायो भने मेरो यो अटेम्प्टलाई म सफल भएको ठान्नेछु र कुरा अधुरै छोड्दैछु। खासमा कुरा काहीँ पनि कम्प्लिट हुँदैन, पूर्ण एब्सोल्युट भन्ने चिज केही छैन दुनियाँमा, हरेक चिज निरन्तर चलायमान हुनुपर्छ। मेरो कुरा जहाँ सक्यो त्यहाँदेखि उता अब लगिदिने तपाईँहरू युवा साथी र यति भन्दै हामीले गोर्खाल्यान्ड एक्टिभिस्ट समूहले जुन चाहिँ कन्भेन्सन राख्नुको उद्देश्य छ, त्यो उद्देश्य भनेको चाहिँ मलाई के लाग्यो भन्दाखेरि यो आफ्नो अनुहार आफ्नै इतिहासको ऐनामा हेर्ने अनि आफ्नो वर्तमानमा उभिएर भविष्यको सपना साँच्दै केही प्रश्नहरूको खेती गर्ने। अहिलेलाई तपाईँले केही प्रश्नहरूको खेती मात्रै पनि गर्नुभयो भने हाम्रो बिउ जोगिन्छ। धन्यवाद।